छौँ यो नगरपालिका गेममा अनि आज हामी सोध्नेवाला छौँ केही जन्य व्यक्तिहरूलाई तपाईँलाई यो गेममा कस्तो छ भने हाम्रो पहिलो व्यक्ति हुनुहुन्छ यहाँ कल बोल्दै हुनुहुन्छ यहाँ भाग्नु भइरहेको छ नरुक्ने एकछिन ल तपाईँलाई आज गेम छ तपाईँको आज हजुर तपाईँको आज गेम भएको छ भने कस्तो लागिरहेको छ तपाईँलाई कस्तो न कस्तो अब तपाईँलाई के लाग्छ होइन तपाईँले के गोल्ड मेडल हान्न सक्नुहुन्छ ट्राई गरौँ ट्रेनिङ त छैन त्यही नि ए तपाईँलाई थाहा छ तपाईँ मसँग पहिलाको वर्ष हार्नु भएको थियो नि तपाईँलाई थाहा छैन होला तर मैले त्यसलाई सम्झाएँ अनि तपाईँलाई अब थाहा भइसक्यो होला अनि तपाईँ रुनु पनि भएको थियो जस्तो लागेको थियो मलाई जाने छौ कि जनीलाई ओ भाइ यता आउँछ भाइ भाइ यता आउ न भाइ तिम्रो गेम आज तिमी कति वेटमा 36 अंडर हो अनि के लाग्छ तिमीले जित्ला जित्छ हो ल अब जित्यो भने चाहिँ मलाई पार्टी ल ल ल ल तिमीलाई म बेस्ट विशेष दिन्छु होइन बेस्ट अफ लक जितोस् होइन अब भाइ तिमी यहाँ आउँछ आउन दर्शकबिन आजको हाम्रो न्युजमा उहाँ हुनुहुन्छ होइन भाइ तिम्रो नाम के हो शुभ नाम मेरिट के हो रे मेरिट मेरिट भाइको नाम चाहिँ भाइले चाहिँ आज नगरपालिका गेम खेल्न आएको भाइ तिमी कुन वेटमा 37 37 मा रहेछ अनि भाइ तिम्रो स्कुल लिटिल वर्ल्ड भाइ चाहिँ लिटिल वर्ल्डको रहेछ भाइ तिमीले जेनिन भने चिन्छ चिन्दैन ला यो भाइ त थाहा नै छैन सर अनि भाइ तिमी हिजो स्कुल गयो गएन स्कुल गएन किन नगएको त त्यो गेम भएर अनि हिजो त तिम्रो गेमै थिएन नि थिएन अनि जानु पर्ने नि नगएको किन नगएको गेम भयो नभएर गेम थियो त थिएन त्यही त थिएन त्यो तिमीलाई पनि थाहा रहेछ त अनि नजानु पर्ने नि अनि नगएको किन नगएको अनि स्कुल नगएको पढेन भने तिम्रो देश बन्दैन नि ल उहाँसँग पनि सक्यो अब अरूसँग सोधौँ होला हामी आज इन्टरभ्यू गर्न जाँदैछौँ यता टेकन्डोमा होइन ल यता आउनुहोस् होला हजुर नमस्कार हजुरको शुभ नाम भन्नुहोस् न हजुरको शुभ नाम तपाईँको प्लेयरहरू कति जान्छ आज यसले हावा कुरो गरेर आज भन्नु न साँच्ची हो मेरो प्लेयर 19 जना तपाईँको होइन प्लेयरले कस्तो खेल्ला मेरो प्लेयरले अब राम्रै खेल्छ हजुर तर तपाईँको पहिला शुभ नाम भन्नुहोस् न दावादर योन्जन उहाँको शुभ नाम चाहिँ दाहादर योन्जन भन्नुभएको छ उहाँ चाहिँ मेरो मामा पर्नुहुन्छ अनि उहाँ चाहिँ मिनरमा दोजाङको मेन गुरु हुनुहुन्छ तपाईँहरूलाई यदि इच्छुकता हुनुहुन्छ भने टेक्न सिक्न मिनरमा पनि जान सक्नुहुन्छ है हस् अनि तपाईँले कस्तो सिकाउनुहुन्छ त अब ठिकै सिकाउँछु तपाईँको एउटा प्लेयरलाई बोलाउनुहोस् न यता मेरो प्लेयरलाई कता गयो त ए उसलाई बोलाइदियो त त्यो सुशान्तलाई उठ्या छ सुशान्तलाई त्यो उहाँ पनि तपाईँको प्लेयर हो होइन होइन तपाईँलाई उहाँ कोच कस्तो लाग्नुहुन्छ राम्रो तपाईँ त धेरै चर्चित हुनु भइसकेछ त त्यस्तो चर्चित होइन खेलाडी भाइ बहिनीहरूले सबैले चिन्छ अब तपाईँलाई खेलाडीहरूलाई के ज्ञान दिन चाहनुहुन्छ त मतलब आइडिया सेयर भनेको उनीहरूलाई कसरी डिफेन्स गर्ने र कसरी एट्याकिङ गर्ने भन्ने कुराहरू चाहिँ सिकाउने हो हामीले अनि अरू चाहिँ अरू भनेको आफू सेल्फ डिफेन्सहरू सिकाउने तर यो सबको लागि हामीलाई चाहिन्छ मेन डिसिप्लिन हो कि होइन त्यो त डिसिप्लिन त चाहिन्छ बच्चाहरूमा डिसिप्लिन भएन भने केही पनि हुँदैन यति राम्रो डिसिप्लिन जसले राम्रो डिसिप्लिनमा बसिन्छ त्यसले सबै कुरो सिकिन्छ डिसिप्लिनमा नबस्नेले उनीहरूले सिकिँदैन गाह्रो हुन्छ उनीहरूलाई जुन अब गुरुले भनेको कुरा मान्दैन अब टिचरले भनेको कुरा मान्दैन भने ऊ त्यो कसरी सिक्छ त सिक्दैन नि हामी पनि पहिला त्यस्तै नभएर हामीले पनि राम्रो गुरुले जे भन्नुहुन्छ त्यो गर्दै गर्दै आयो अहिलेको बच्चाहरूले त के गर्छ मान्दैन अलिकति उनीहरूलाई हार्ड ट्रेनिङ दियो भने आया दुख्यो भोलिपल्ट आउँदैन त्यस्तो हुनु हुँदैन बच्चाहरू सबै जतिसुकै गुरुले हार्ड ट्रेनिङ दिए पनि रेगुलर आउनु पर्यो जति रेगुलर आयो उसले राम्रो हुने ल दर्शकबिनहरू तपाईँले सुन्नुभयो होला सुझाव अब यसै गर्नुपर्छ सबैलाई होइन अब यही हो उहाँले भन्नुभएको अरू केही भन्न चाहनुहुन्छ कि
अरू खासै त्यस्तो छैन। अब बच्चाहरू हाम्रो प्लेयरहरू राम्रोसँग खेल्ने र आफूले स्टेप बाई स्टेप सिक्दै जाने र आफूले पनि सानो गेमबाट ठुलो अब इन्टरनेसनल गेमसम्म चाहिँ नि आफूले थिङ्किङ गर्ने होइन, टार्गेट राख्नु पऱ्यो। त्यति भएपछि आफूले सोचेको कुराहरू पुरा हुन्छ र आफूले नगर्यो भने सपना चाहिँ देख्नुपर्छ, सपना चाहिँ देख्नुपर्छ। म योसम्म पुग्छु है भनेर सपना चाहिँ देख्नुपर्छ। अब सङ्घर्ष गर्दै गए पछाडि पुगिँदा हाल्छ, सङ्घर्ष गर्दै गरेन भने त पुग्दैन। जुन कि अब सगरमाथा चढ्छु भनेर सपना चाहिँ देख्यो, त्यसले अब प्र्याक्टिसै गरेन भने पुग्दैन नि, पुग्छ र पुग्दैन नि, कोसिस गर्नु पऱ्यो नि, कोसिस गरेर सबैजना पुगिन्छ, त्यही हो। हजुर तपाईँलाई चाहिँ धन्यवाद छ यति सब भन्नुभएकोमा। ल तपाईँहरू सबले जान्नु भइसक्यो होला, त्यही भएर सबैले अब यस्तै गर्नुपर्छ, आफूले सपना राखे अनुसार प्र्याक्टिस पनि गर्नुपर्छ, थिङ्किङ पनि राख्नुपर्छ। हो एकदम हो। हस् धन्यवाद। धन्यवाद। धन्यवाद।